लोयल्टी स्कुलको गेट अगाडि छु। यो चाहिँ सबैभन्दा धेरै गभर्मेन्ट स्कुलको अगाडि स्कुलको अगाडि चाहिँ गुड्का बच्चाहरू स्कुलले पनि सफा गर्नुपर्छ। स्कुलले उसको विद्यार्थी अगाडि ल्याएर पनि बनाउनु सफा गर्नु पऱ्यो नि त। अनि यदि स्कुल जहाँ स्कुलको वरिपरि चाहिँ छ त्यहाँनिर चाहिँ सबैभन्दा फोहोर हुनु त। जो विद्यार्थी चाहिँ देशको भविष्य हो नि तिनीहरूकै अगाडि चाहिँ यसरी फोहोर पारिनु त्यो गराउनु हेर्दैछु। र सक्नुहुन्छ भने आफ्नो वरिपरि तपाईँको घरको वरिपरि स्कुलको वरिपरि 10 मिटर वरा पर्ने सफा गरिदिनुहोस् न। सफा गरिदिनु त बाटो सबैतिर यसरी फोहोरहरू बिल्काइएको छ। फोहोरहरू मिल्काउनुमा हाम्रो कमजोरी यसरी पसल घरहरू छ अगाडि। आफ्नो घर अगाडि 10 मिटर वरपर आफूले सफा गरिदिनु पाए राम्रो हुन्थ्यो नि त। यो बाटोमा मैले हेर्दा देखेको दृश्य भएकोले गर्दा मैले एउटा भिडियो बनाएको। आफ्नो घर अगाडि पसल त्यो पसलहरूले 10 मिटर वरपरसम्म सफा गरिदिनु पऱ्यो भने सफा हुन्छ। अलि देशको विकास भएर भारतले विकास गरेन भनेर मात्रै भनेर हुँदैन नि त। देशको विकास गर्नु त आफ्नो सरसहयोग गर्नु पऱ्यो। हामीबाटै सुरु गरौँ न। हाम्रो घर अगाडि सफा राखौँ। बाटामा फोहोर नमिल्काउँ। बाटामा फोहोर नफालेपछि त्यो आफै सफा हुँदै जान्छ र त्यसरी हेरेको अगाडि यसरी यसरी सफा गरेर सक्नुहुन्छ भने भाइलाई फेरि एउटा स्ट्याटसमा हालिदिनु पऱ्यो क्या। आफ्नो घर वरिपरि चाहिँ आफूले सफा गरौँ। आफ्नो घरभन्दा 10 मिटर वरपर सबैले आफै सहयोग गरेर काठमाडौँ सफा होस् भनेर एउटा स्ट्याटसमा लेखिदिनु पऱ्यो। एकचोटि यति सहयोग गरिदिनु भयो राम्रो हुन्थ्यो। त्यस उथल पुथल हुनुभन्दा राम्रो हो भन्ने हामीले आशा छ। साथी सहयोगको आवश्यकता